नेपाल बाइबल सोसाइटीले दिनुभएको यो गिफ्ट मैले चाहिँ हेरेकै छैन है, अनि मैले अहिले चाहिँ हेर्न लागिरहेको छु है। स्मारिका उल्टो अक्षर देखिन्छ है, यो चाहिँ स्मारिका, नेपाल बाइबल सोसाइटीको स्मारिका है। हेर्नुपर्छ, पढ्नुपर्छ अहिले। त्यसपछि अर्को वाउ, यो चाहिँ नोटबुक यस्तो राम्रो। त्यसपछि छ खोल्छु यस्तो गरेर यस्तरी छिर्दैन त, यस्तरी छिराएर यस्तरी राख्ने हो, यस्तो गरेर राख्ने। त्यसपछि अरू के छ हेरौँ चाहिँ। पकेट क्यालेन्डर 2026 को लागि तयार भइसक्यो। पकेट क्यालेन्डर यति नै हो, कसरी छैन यार। पेन खासै त भन्नु त मिल्दैन है, खासै भन्नाले अब जस अरू छैन भन्न खोजेको हो होइन। यो चाहिँ कस्तो राम्रो, यो चाहिँ सुसमाचार सुनाउने अनि परमेश्वरको वचनहरू, यो चाहिँ पढ्न नसक्ने आमाहरूको लागि चाहिँ सुन्नलाई मात्रै हुन्छ। अनि हामीलाई पनि कहिलेकाहीँ कतै जाँदाखेरि बुक पढिरहनु झ्याउलायो भने चाहिँ यो सुनेर बुझ्दा नि हुन्छ है। यो पनि गिफ्टमा आएको रहेछ, परमेश्वरलाई धन्यवाद। र नेपाल बाइबल सोसाइटी टिमहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र परमेश्वरले आगामी दिनहरूमा अझै आशिष दिनुभएको होस् भन्न चाहन्छु। र अझै पनि म लगायत मेरो मण्डलीको सम्पूर्ण सदस्यहरू हामीले चाहिँ प्रार्थना गरिदिनेछौँ हाम्रो नेपाल बाइबल सोसाइटीको लागि भन्न चाहन्छु। हस्, जय मसीह।